नमस्कार म्याडम, के भन्नुभएको? हजुर हामी यहाँनिर आलु काट्दैछौँ भोलिको लागि। भोलि सरस्वती पूजा हो नि, तपाईँलाई थाहा छ? ए हजुर हजुर। सरस्वती पूजाको नि लागि प्रसाद बनाउनुको लागि चाहिँ यो काट्दै गरेको छ। भोलि तपाईँ अनि अरू सबै नानीहरूलाई लिएर आउनुहोस् है, किनकि सरस्वती हवस्, पूजा हवस्। चाहिँ सिक्किमको सबैभन्दा एउटै मात्रै मूल मन्दिर हो यो सरस्वती मन्दिर। हजुर। त्यसले गर्दाखेरि चाहिँ सबै नानीहरूलाई चाहिँ यहाँ आउनु एकदमै आवश्यक छ। सरस्वती माताको आशीर्वाद लिनु हवस् हवस्। ए अन्त आलु काट्नु हुँदो रहेछ यहाँ म्याडम पनि। म्याडम सक्नु आँट्नु भएको होला। सक्नु आँटेको अब चाहिँ आजको काम चाहिँ सकिँदैछ। भोलि चाहिँ प्रसाद खान आउनुहोस् है सबैजना। हवस् म्याडम, हुन्छ। यता चाहिँ टमाटरहरू काटिराख्नु रहेछ हो। यता चाहिँ टमाटर, यता किचनमा चाहिँ हाम्रो सबैजना यहाँनिर सेवा पुऱ्याइरहनु भएको छ सरस्वती मन्दिरको। भोलिको सरस्वती पूजाको लागि आजको तयारी म्याडमहरू चाहिँ अघिदेखि व्यस्त हुनुहुन्छ। सबैलाई स्वागत छ।